त्यस्तो कुरा नगर्नु म तसँग तैले यस्तो भनेर फकेर मलाई सुत्न आउँछु भन्छ चाहिएन कि सुत्छु कसले सिकाए बुढीलाई कस्तो नराम्रो बानी के हो खासमा गर्नु चाहिँ तँलाई सुत्ती त्यो भन्ने त हजारवटा छ हजारवटा तँलाई सुनाएर साथीले के त हजारमा त के पर्छ त नि के नाटक पारेको र खासमा जा देऊ कि मेरो ब्ल्याङ्केट सुत्छु कुरा त खलास सुत्लाई भोलि मलाई सुत्न मन लाग्यो नि मलाई तर अब तँसँग जिन्दगी सुत्दिनँ हेलो गाइस सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु आज चाहिँ तपाईले मैले के भिडियो लिएर आएको छु भनेर तपाईले पक्कै पनि थाहा पाउनु भयो होला आज चाहिँ मैले लिएर आएको छु शबनमलाई प्र्याङ्क त्यो के हो भने आई एम नट स्लिपिङ विथ यु शबनमले चाहिँ मलाई दुईचोटि प्र्याङ्क गर्यो हैन त्यसको लागि मैले रिभेन्ज त लिनु पर्यो त्यही भएर आज चाहिँ म त्यसलाई प्र्याङ्क गर्ने छु हैन पक्कै पनि तपाईले यो भिडियो हेरेर इन्जोय गर्नुहुन्छ होला र अहिले चाहिँ शबनम छैन अहिले चाहिँ शबनम अफिस गएको छ अहिले चाहिँ मैले यो भिडियो दिउँसोको कति दिउँसो हैन बिहानै भनौं न 11:51 भयो हैन अहिले सोचिरहेको छु ठ्याक्क मोबाइल हेर्दा ठ्याक्क आइडिया आयो के अहिले सोचेर त्यही भएर बनाइदिहालौं भनेर यो चाहिँ मैले अहिले बनाएको छु ल बाँकी भिडियो चाहिँ म बेलुका गर्छु सबैले हेरेर साथ दिनु होला आइए देखते हैं बैठन मजा आएगा ये वाह क्या एक्टिंग कर रहा है वाह क्या एक्टिंग कर A few moments later. लाइट के गर्नु तिमी पहिले जाने हो पहिले जाने हो जाने राम्रो गरी सर्केको मलाई के अरे सर्के भनेको नि सर्के तर सुत्ने नै मेरो ठाउँमा बसेर के हो भाइ तिमी जसको ठाउँमा सुत्ने नै यार मैले भन्दैछु आज को सुत्ने हैन भने त सुत्ने हैन किन त्यसै फेरि के भयो कासी तेरो पागल चढ्यो के उता तिम्रो ठाउँ दूर म सुत्दिनै भन्दैछु पछि भर्खरै मिलाएको अलि पढाइमा हालिदिन्छु र अनि के खालको पागल मैले आएर मिलाइरहेको छु यहाँ मलाई काचकुचुक गरेको मन पर्दैन है मलाई चाहिँ यो मुखै मन पर्दैन काचकुचुक भएको मैले के गर्नु त यो मान्छे पागल त्यो मेरो फोन हैन खोइ आफ्नो फोन कहाँ गयो मेरो फोन मेरो लौज मालिस गर्दिन गर्दै मालिस म पहिलाबाट म यहाँ सुत्दिनँ त सुत्दिनँ म अनि के भयो ए हैन म सुत्दिनँ मलाई तसँग सुत्न मन लागेन म सुत्दिनँ त मेरो ब्ल्याङ्केट देऊ छ सुता ए यहाँ थप्नु के यहाँ किन हाल्नु त्यो अर्कै गनाउँछ बिस्तारै के गर्नु मजाक नगर नि बेबी छेड तैले मजाक नगर्नु मलाई नरिस उता छिटो डाड मार्दै यार लास्टै डाड दुख्छ मेरो उता जा न म सुत्दिनँ भन्छु तसँग उता आइरा न सुत अन्त जाऊ दे मेरो ब्ल्याङ्केट ए तल आइज न पहिला तल आइज भन्दैछु तल यहाँ आइज पहिला यहाँ आइज के भयो पहिला यहाँ आइज न आउँदैन पहिला यहाँ आइज भन्दैछु के गरेर लाग्यो पहिला यहाँ आइज न ए कस्तो जाऊ यहाँ आइज यहाँ बस 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 चक्कर मारेर बस तल
नाटकमा गर्नु खोजेको चाहिँ नआइज भन्दैछु त अहिले उता जान के हो र नसुत्दिन उता जा मेरो ठाउँमा चाहिँ किन हो र तेरो न मेरो उता उता थपक्क बस आफ्नो छेउमा बस्ने म सुत्दिनँ कि तसँग सुत्दिनँ म आजकल म त तसँग सुत्नै मन लाग्छ मलाई हिजो त सुते फेरि मलाई अहिलेबाट सुत्न मन लागेर किन त के भएर घिन लाग्छ मलाई तसँग सुत्नु के भएर के किन घिन लाग्यो अब लाग्छ नि मलाई घिन लाग्छ आज पुरै हप्ता नगाउने अनि मलाई मलाई त्यो हुँदैन आजभोलि के हुन्न त्यो हुँदैन मलाई आजभोलि के त्यो फिलिङ्स हुन्न के हो फिलिङ्स भन्ने यो नेल पेन्ट फेरि कसले लगाइदिएको त्यही भएर फिलिङ्स नआएको क्या अन्त जान मजाक नर्मली मजाक गर्छु नि तसँग तिमी चाहिँ नाटक नगर्नु नि छेनहरू सबै कस्तो रिस उठ्छ हौ मलाई फेरि यस्तो काचाकुचुक गरेको मनै पर्दैन कि मलाई तेरो मुख काचाकुचुक परेको मनै पर्दैन मलाई परे जान त उता गर्छु त्यही भएर रिस नउठाए मलाई आएर ल त यहीँ सुत मानिस मेरो ओछ्यान यहीँ सुत देऊ कि मेरो ब्ल्याङ्केट म यहाँ सुत्छु कुराको त खलास चुप लागेको भोलि मलाई सुत्न मन लाग्यो नि मलाई नत्र अब तसँग जिन्दगी सुत्दिनँ के भएर के कसले के भन्नु कसरी के भनेको छैन फिलिङ्स म सुत्दिनँ तसँग फिलिङ्स कहाँबाट आउनु पर्ने छिटो आऊ के बादी नगरे कि त भुइँमा सुत कि म माथि सुत ल म भुइँमा सुत्छु ल आइज तल आइज पेट न गेट इन्डियाको गेट हो तेरो मेरो के बडी सेभिङ गरिरहेको हो छ्यायो मान्छे त बागो रहेछ देऊ त जा भन्नु लाउ त म तिमीलाई के भने जे भन्छ त्यही मान्छु मलाई केही पनि चाहिन्न मलाई सिर्फ आज नसुत मसँग के हो फेरि कुरा केही कुरा होइन मलाई सुत्न मन लाग्यो तसँग किन त रिजन दिउ नि त के हो आजभोलि के त सुत्ने बित्तिकै सुतिहाल्छिस् सुत्ने बित्तिकै अनि निन्द्रा लागेर नसुतेर चाहिँ के गर्नु कस्तो कुरा गर्यो अहिले आजभोलि म टाइम स्पेन्ड गर्छु सुत्दाखेरि कस्तो टाइम स्पेन्ड गर्नु पर्यो भन्ने कुरा त सुत्ने बित्तिकै घुरिहाल्छिस् के अनि थकै लागेको हुन्छ थाहा छ त अस्ति भर्खरै अब ट्राभल गरेको त्यत्रो दिन ट्राभल गरेर मलाई पनि त म सुत्ने बित्तिकै घुरिहाल्नु पर्ने त सुत्ने बित्तिकै घुरिहाल्छिस् मस्त कुराकानी गर्ने गफ गर्ने छैन यस्तो सुत्यो घुरिहाल्छ त्यही हो रिजन अनि मलाई त सुत्दाखेरि मेरो यहाँ तेरो 2.5 किलोको त्यो कत्रो त्यो साँपा भएको मलाई यहाँ किन बोकाउँछिस् के भन्नु मोटाएपछि मेरो यहाँ दुखी यहाँ कुच्चिसक्यो मेरो त्यो बोकाउँदा जिस्काएको होइन त उता तल सुत म माथि सुत्छु कि त तल माथि सुत म तल सुत्छु म छुदिन नि त अब छेउमा यही नछोए पनि म सुत्दिनँ के एकचोटि भने म सुत्दिनँ भने सुत्दिनँ अब भोलि म माया लाग्यो केही भयो भने म आउँछु सुत्छु नत्र तसँग सुत्दिनँ म केटाकेटी जस्तो कुरा नगरेर ल जाऊ त मेरो भित्तामा सुत्ने भित्तामा सुत्छ नि त भित्तामा न उत्तान सुत्दिनँ भने सुत्दिनँ अनि निद्रा लागेपछि चाहिँ के गर्नु त नाचेर बस्नु मलाई पनि त निद्रा लाग्नु हुन्छ नि तँलाई निद्रा नलाग्ने बेला त म त नसुत्ने गरे रिजनै यही हो लाज लाग्दैन रिजनै यही हो निदायो भने ल म रातभरि सुत्दिनँ नि त ल बस के कुरा गर्ने त भोलि नसुत्लिस् रातभरि आज म तसँग सुत्दिनँ आज मैले अघि नै शपथ लिइसकेँ आज किन फोन आज आएन मलाई आज आएर तसँग सुत्न मन लागेन त्यस्तो केही नाटक नपार केही नाटक साटक होइन मलाई मन परेन के मन परेन तेरो बानी मन परेन के बानी त पनि मन परेन ए भानिदिन्छु ल बेसी बार्दैन ल छिटो ढाड मार्दे मेरो तेरो नोकर बसेछु ढाड बार्न ल आमा रिस नउठायो रिस न ठिस दुख्छ भनेर त आइन दुखोस् मलाई के मेरो शरीर होइन दुखोस्
के यस्तै हो यहाँ नबस कि यहाँ बस्दा नि गनाए जस्तो छिप्पो त्यसो के गनाए तँलाई फेरि गएर त नै गनाए छि बेइज्जत नगर मलाई रिजल्ट नाटक बेइज्दैन त तल सुत्छस् कि म माथि सुतम ल म आजदेखि अहिलेबाट भर्खरैबाट म तसँग सुत्न सक्दिनँ पञ्चा सुत्छ रातभरि गेम खेलेर बस्छ त्यस्तो मान्छे सुत्छ खेल्छु त जस्तो घार त घोर्दिन नि हो घुरुमा तैँले घुरेर गएर मलाई गेम खेल्न डिस्टर्ब हुन्छ केटाकेटी जस्तो कुरा गरेको केटाकेटी न बुढो त जा म सुत्छु मलाई निद लागिसक्यो राति राति नाटक गरेर उठ्नु पर्दैन आज छिटो सुत्ने हो त उता जा के भएको चाहिँ के हो खासमा भएको चाहिँ के हो केमा चित्त नबुझेर यस्तो नाटक पारेको तिमीले भन त चित्त त एउटामा दुखे पो त्यो भन्ने रिजनै हैन के रिजनै हैन चित्त त एउटामा दुखे पो भन्ने त हजारवटा छ हजारवटा तँलाई सुनाएर साथ दिन्छ के त हजारमा त के पर्छ त नि के गरेर नाटक पारेको र खासमा जा उता नचिच्चा अनि सुन्छ मलाई नचिच्चा मलाई यसो झगडा गर्न मन लाग्दैन नचिच्चा मसँग मलाई सुनाउनु नचिच्चा नउठो उता जा किन हो यस्तो गरेको नाटक जिन भए पनि एउटा हुन्छ नि बुढालाई के एउटा माया गर्ने के गरे सुत्न भन्दा अगाडि खुट्टा धोउदिने खुट्टा मालिस गरिदिने त्यो कहिले छ किन ढोक्छु खुट्टा ढोक्छु मैले मेरो गरिदिनु पर्छ आधार हो संस्कार हो के आधार संस्कार नाटक नगरे बेसी त्यस्तो कसैले पस्दैन त्यस्तो कुराहरू ल नपचोस् न त उता गएर सुत के कस्तो खुट्टा ढोक्नु मार्नु आदर गर्नुको कुरा आएको फेरि केटाकेटी के वायात रिजन लिएर आएको सुन नाटक उता जाको न साँच्चै नचोय मलाई मैं सुत्छु तिम्रो ब्ल्याङ्केट दे दा मेरै हो ब्ल्याङ्केट त्यही त जा पनि सुत न के बेसी पाकेर लाउँदै भन्न चाहिँ बेसमा नाटक पार्दै तेरो हो त त्यही सुत्न त म त्यही त भनेको म तलै सुत्छु म आनन्दले मस्त न सुत के म यही सुत्छु म एक खाली सर बत्ती चाहिँ बाल म बाहिर जाने अहिले जानु जा नाटक मलाई मन पर्दैन बत्ती नमार्नुहोस् त ल्याङ्गे मेरो आइज हापा गरिदियो अर्को छ त तबाट न अर्को म यही गर्छु काट्छ घर खुजुको अर्काको ब्ल्याङ्केट लग्दै छ आज मस्त सुतिन्छ हाल्नु त खाटमै बसेर घुर्नी भए पनि घुर मलाई मतलब छैन तर तल चाहिँ साउन्ड नआओस् त्यही सुत कहाँबाट यस्तो नाटक कसले सिकायो त कसले सिकायो भन्दा यो कुरा यस्तो यस्तो गर्न कसले सिकाएको त आइमेले गर्ने कुरा किन गरिरहेको के आइमेले यस्तो गर्छ तँलाई सुटी छोरी मान्छे भनेर हात लगाएको छैन कि हात अगाडि नै गइसक्थ्यो तेरो हाल्नु उठ्थ्यो जिस्केको मसँग तँसँग किन जिस्किने हो म अनि खास के नाटक पारेको छु त के लागि जिस्किनु कस्तो मलाई रिस नआउने मलाई अब अति भइसक्यो अब एकछिनको मजा पर्छ नगरे सुधा नगरे के त नगर नगर्दैन भने हुन्छ मलाई मुट्न हप्ता म मुतेर आउँछु फेरि छलफल गर्ने हो तेरो बेलाले मलाई मुख पनि आएन नि अड्क्यो खुट्टा नधोको
गरेर प्याचेट प्याचेट आफू जति परि कोही यो यस्तो भएको भएर प्याचेट त्यही कुरा नगर्नु म तसँग तैँले यस्तो भनेर फर्केर मलाई सुत्न आउँछु भने चाहिएन कि सुत्छु तसँग सुत्नु परेर यता नगरे बुट्टा यहाँ लाग्छ मलाई उता जा सुतिन हौ सुतिन जाऊ मलाई मन पर्दैन तिमी जस्तो मान्छे त मलाई पाए कति आफू अब मस्त सुतिन्छु त आज त आनन्द एक्लै ओहो कहीँ सुत्नु दिनमा कि यो रुमबाट त बाहिर निकाल्नु कहाँ छ त्यही होस् कि मसँग नसुत्ने भइसक्यो त जाने आफ्नो ठाउँ छोड्ने कि जाउदिने उता अरू रुममा सुता ओभर नगरे हिँड्दै नगर न यार म सुत्छु नभए तिमी जाऊ भुइँमा गएर सुत म ब्ल्याङ्केट लाग्छु म भुइँमा गएर भुइँमा किन होला फेरि भुइँमा गएर सुत मलाई रिस नआउँदा मलाई कस्तो रिस नआउँदा रिस त उठाइसक्यो के गर्छस् उठाइसक्यो ल रिस उठाएँ मैले रिस के गर्छस् त खाएको क्या अलिअलि कि फुकेको चार्ज यता यता चार्ज लाग्यो क्या के खा लागेको कि खाएर यस्तो हुन्छ आहार हो पक्कै पनि यो त निद्रा लागेर मलाई निद्रा लाग्छ तल जा रक्सी त गनाए मान्छेले के त खाएर आएकै हो तर नाटक त नाटक कसले सिकाए जस्तो गर्नु माथि सिकेको कसरी सिकाउनु पर्छ तल जा सुत तल जा क्या भयो म सुत्दिनँ क्या उता तै लिख्दैछ उठाएँ क्या मैले रिस ल के गर्छस् मैले गर्छु लान कन्ट्रोल गरेर मैले फेरि कन्ट्रोल न कन्ट्रोल सुत म सुत्दिनँ किन सुत्दिनँ म तसँग कसले के भनेर जोल जे भने पनि म सुत्दिनँ कि मलाई मलाई यस्तो मन पर्दैन कि मन नपरोस् निन्द्रै उठ्छ मेरो मन नपरोस् ल मलाई यस्तो काचा कुचु गरेको मनै पर्दैन भनेर मैले पनि तेरो थोपडै काचा कुचु छ मलाई मनै पर्दैन सुत्नु क्या म सुत्दिनँ किन म सुत्दिनँ किन त तसँग सुत्नै मन लाग्छ मलाई आजदेखि म तसँग सुत्दिनँ उता जाके त बनाइछस् कसले सिकायो थुक्न बुढीलाई कस्तो नराम्रो बानी के मैले थुकेको थिएँ थुक्छ त्यो थुकेको थिइनँ होला मैले थुक्क भन्ने हाम्रो सिस्टम हो स्टाइल हो हानिस् नि अब जा तल जा अब झन् सुत्दिनँ म यतिकै सुत्छु जा हेर ल कति बेसमा यतिकै हो सिरानी बिना निद्रा लाग्छ ब्ल्याङ्केट बिना निद्रा लाग्छ र लाग्छ म आउँदिनँ नछोके मलाई म तँसँग सुत्दै मन छैन भन्छु त ल तिम्रोपट्टि अन्नारै फर्काउँदिन नि त अनुहार नफर्काए पनि नसुत मेरो खाटमै नसुत मलाई रिस उठेन म ओछ्यानमा आउन पनि दिँदैन कस्तो मेरो नाटक म आउँदै आउँदै त्यो झन् मेरो लागि राम्रो हुन्छ के म तँसँग सुत्नै मन लाग्छ छैन त ओछ्यानमा के खाइस नाटक लागोस् त म मन्छेमा आफिन्छु म फेरि मारेको आज चाहिँ नउठाए हात लाग्छ ठन्नु गर्छ फेरि उता जा भातै छोएर नजिसो नआउनु जाऊ त नाटक नगर के नछोके मलाई उता जा आऊ के म आउँदिनँ त आउनु न आउँदिनँ म आउँदिनँ भन्छ मलाई नपकाएकै म त फर्किने वाला होइन आज त एक्लै सुत्ने हो मैले भन्दैछु कसैले केही भनेको छैन मलाई त सुत्न मन लागेन आजदेखि
मलाई निद्रा लाग्यो बेबी आऊ कि भाइ म आउँदिन है नत्र म आउँदिन कति चलाक गरेको झ्याउ लाग्ने म आउँदिन ल म ती बस म सुत्दिन तिम्रो यहाँ त के गरेको र हामी कपाल सबै झरे हात आलु भइसकिसक्यो मान्छे तैले टेन्सन दिएर त नसुत ए कपाल हेर त नसुत के बुझ्छ अहिले त कुनामा सुत्ने माने म सुत्दिन कि म कुनामा न यता न उति न बुझिस् नि म सुत्दिन के डल चाहियो मलाई डर होइन तपाईँ चाहियो के पनि चाहियो म त डल मनपर्छ हो किन यो तिमी राख जौरी त म उता लगे यसलाई पनि मैले फालिदिन्छु अरू बेला चाहिँ त्यही चाहियो भने झडार्दै उता सुत कि यहाँ नपढ्नु भनेर सुत लाउनु त कति दिन बुझ्छ हो नगर्नु म आउनेवाला छैन के म अहिलेदेखि आउनेवाला छैन भनेर छु त के गर्नु पर्यो त हुँदैन मलाई आज एक्लै ल झन् त अर्को ब्ल्याङ्केट लिएर आऊ सिराइ म लिएर आउनु कि त यो रुमबाट अब निक्लिने को म निस्किन्छु त निस्कि कि त हुन्छ तिमी जाऊ म जान्न म मेरो रुममा म यही सुत्छु अब बिना रिजन मसँग झगडा गर्नु बिना रिजन होइन धेरै रिजन छ धेरै रिजन छ हजारवटा रिजन छ अहिले हजारवटा रिजन भनेर पुग्छ हुँदैन नि त्यही भएर न रिसाको चाहिँ किन हो पकटमा अघिसम्म भात खाइन्थ्यो त मजाले खाइरहेको थियो त सँगै अनि यहाँ आएर एक्कासी के हो खाइरहेको त भात खाँदा चाहिँ मलाई अब तँसँग सुत्दिन भनेर सोचिरहेको थिएँ मलाई रिजनल पनि बेबी छ अब कि माथि म उता चाहिँ त 11 बजिसक्यो मलाई निद्रा लागिसक्यो त उता चाहिँ आउँदै नि तँ मान्छे रहेछ म सुत्दिन त कि म जाऊँ त फेरि बोलाउन पाउँदैन नि म आउँदिन फेरि त को सुत त बोलाउने चाहिँ यहाँ फेरि कहाँ गइस् फेरि यहाँ आइज यहाँ आइज भन्दा चाहिँ तँलाई यहाँ आइज न एउटा कुरा देखाउँछु यहाँ आइज यही देख्नु देखाउनु छैन मलाई नलाउनु भने होइन यहाँ आइज छिटो किन आउँछ आउँदिन यहाँ आइज भन्दैछु वार पार आर पार भिर पार क्यामेरा देखाइ पार ले Yes. Yes, yes. Majalan. Majalan. Deh, majalan. Maksudnya apa? Maksudnya sudah maksud tidak ada deh. Iya, masak dari oke. Tes sama sama nih, bagus tuh, oke. Hello. Hello. No, gonna spoil like तैले ए खालिस तैले त्यत्रो ब्रान्ड गरेर मलाई रुवाउँदा हो नि म जब यति हेर त सिम्पल ब्रान्ड गर्दाखेरि दुःख के नसुन नहाले मलाई मन पर्दैन त्यस्तो यता आइज न म त्यस्तो उपत्र त गरेको छैन नि त उपत्र नगर यही आइज न अब कुरा गर जो चाहिँ एक हप्ता नहुँदैन दुई हप्ता नहुँदैन सरी cool down सुत्ने हैन मसँग चाहिँ सुन न यहाँ आइज न तँले कस्तो बिल्ला गरे कस्तो बिल्ला हो र ल
Okay, sorry. ल नाइस नगर न मलाई मन छैन कि यस्तो सरी भने नि के उठ बस ल उठ बस कच्चोटी ओ चाहिँ मिलाइदियो कि मलाई काट्नु बुझ्नु मन पर्छ पहिला इन कपाल बार्दैन यार बार दिन्छु ल पहिला उठ बस कति सरी सरी दियो नि के सरी दिए कच्चोटी उठ बस गर्नु पर्दैन ल यो अन्त गाइज असली माया कस्तो लाग्यो तपाईहरुलाई राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला र अझ यस्तै यस्तै प्राङ्क चाहियो भने भन्न नबिर्सिनु होला बाइ बाइ गाइज गुड नाइट गुड नाइट गुड नाइट भन्दैन गुड नाइट यस्तै बाइ गाइज बाई गाइज थ्याङ्क यू गाइज